अहिलेको अवस्थामा नेकपा एमाले पार्टी र एमालेमा भएका अधिकांश नेताहरूलाई धेरै नेपालीहरूले मन पराउँदैनन्। झोलेहरू बाहेक धेरै नेपालीहरूले मन पराउँदैनन्। तर त्यही नेकपा एमालेमा एकजना त्यस्ता नेता छन् जसलाई हरेक नेपालीले मन पराउँछ। एकदम शालीन, एकदम भद्र नेता। उहाँको कुरा सुन्नुहोस् त। सल्लाह सुझाव दिनुपर्छ। सबभन्दा सुरुमा विरोधको लागि नै विरोध गर्नु हुँदैन। मैले पटक पटक भन्दै आएको कुरा के हो त भन्दाखेरि संसदभित्र छिर्दाखेरि हामी पक्ष र प्रतिपक्षको भावनाले जाने होइन। हामी देश र जनताको हितका लागि काम भइरहेको छ कि छैन, भइरहेको छैन भने हामीले त्यसलाई एजेन्डाको रूपमा लिएर। उहाँ हुनुहुन्छ पूर्व स्वर्गीय सभामुख सुभाष चन्द्र नेमुङको छोरा सुहाङ नेमुङ। उहाँ राजनीतिमा आएको धेरै समय भएको छैन, तर छोटो समयमा धेरै नेपालीहरूको मनमुटुमा बस्न सफल हुनुभएको छ। तर उहाँलाई एमालेले मौका दिन खोजिरहेको छैन, किनभने उहाँ एउटा शालीन भद्र स्वभावको हुनुहुन्छ। उहाँले खालि विरोधको लागि विरोध गर्नेमा विश्वास गर्नुहुन्न। तर एमालेलाई चाहिने भनेको चर्को बोल्ने, खालि विरोधको लागि विरोध गर्ने मान्छे हो। त्यही भएर उहाँलाई संसदीय दलको नेतामा समेत चयन गरेन।